नमस्कार साथीहरू, वेलकम छ हाम्रो अर्को ब्लगमा। आज चाहिँ हामी बिर्तामोड जाने प्लान छ अनि आजको लागि सबै सामानहरू पनि मैले चेक गरेँ। यता केचप हेर्दा हेरेको माइनिस सिद्धको रहेछ अनि बिर्तामोड गएर माइनिस लिनलाई भनेर हिँडेको। यसो हेरेकै हामीले बेलुका ल्याएर दोकान लाग्ने ठाउँमा त पुरा गाडी नै गाडी परेछ। फेरि सामान ल्याउने ठाउँमा गएको त दोकान पनि बन्द अनि यसो हेरेको बेलुकाको लागि सब्जी के ल्याउँ भने बिर्तामोड गएपछि माछा लिएर आउँ भनेर अनि दोकानको लागि अर्कै ठाउँबाट पनि सामान ल्यायो अनि एकचोटि बेलुका भएपछि मात्रै बिर्तामोड हिँड्यो दोकान लिएर गएर यसो हेरेको त्यहाँ चाहिँ एउटा कार्ड राखिरहेको छ। जसो तसो गरेर दोकान लगाइयो। त्यतिकैमा भाइ आएर एउटा फ्राई राइसको अर्डर दियो। त्यतिकैमा मैले फ्राई राइस बनाउनु थालेँ। त्यतिकैमा एउटा फेरि 2टा एग रोल पनि प्याकिङ भन्दै आउनुभयो अनि त्यसको लागि पनि साइड बाई साइड रेडी हुँदै थियो। नुन र ब्ल्याक पेपर लगाएर मैले फेरि 2चोटि मजाले हल्लाइदिएँ। फेरि सोया सस लगाएर 2चोटि मजाले हल्लाइदिएँ। यति गरेपछि मेरो भाइको फ्राई राइस पनि रेडी भयो। फ्राई राइस रेडी भएपछि मैले मजाले धनियाँ लगाएर अचार लगाएर लगेर दिएँ अनि लगेर दिएपछि अघि आएको 2टा एग रोललाई पनि मजाले रोटीमा एग लगाएर चाहिँ सिकिसकेपछि रोटी पनि मजाले तातो निकालेर अनि त्यसको लागि यसको लागि प्याकिङ पनि गरियो अनि प्याकिङ गर्दा गर्दै एउटा फ्राई राइसको पनि अर्डर आएको थियो अनि त्यो पनि एउटा चिकन फ्राई राइस अनि 3टा ससेज पनि फ्राई गरेर माथिबाट हालिदिनु भनेको थियो। त्यो पनि माथिबाट सट्ट लगाएर ससेज फ्राई गरेर चाहिँ हालिदिएपछि सर्भ गरियो। त्यो पनि लगेर सर्भ गर्ने बित्तिकै मोमो आजभोलि जाडो पनि एकदम चिसो छ र मोमो पनि राम्रो चल्छ अनि मोमो पनि प्लेटिङ गर्दैछौँ। 2-3वटा मोमो प्लेटिङ गरिसकेपछि फेरि 1-2वटा हाल्नु पनि पर्छ। थप्दै राख्दै गर्दै हामी पनि यसो चटपटे खानु पऱ्यो भनेर यसो गरेको त एकैछिनमा चटपटे खाने बित्तिकै यति धेरै बिजी भयो कि सबै सामान पनि सकियो। सामान सकिँदै अब घर जानु पऱ्यो भनेर अघि ल्याएको अन्डा पनि सकिएछ। आजको ब्लगको लागि यति नै, धन्यवाद।